नमस्कार सबैजनालाई। आज हामी पोखरा युनिभर्सिटीको 2025 स्प्रिङमा आएको अर्थोग्राफिक प्रोजेक्सन निकाल्ने क्वेसन चाहिँ सल्भ गर्न गइरहेका छौँ। हामीलाई यो सल्भ गर्नको लागि आवश्यक पर्ने हल्का कुराहरू के भन्ने छौँ भने त्यसपछि हामी सोलुसन गरेर देखाउने छौँ। जस्तै हामीलाई यो फिगर दिएको छ। फिगरमा हामीलाई फ्रन्ट भ्यू, साइड भ्यू, टप भ्यू केही पनि भनेको छैन भने हामीले म्याक्सिमम लेन्थ भएको साइडलाई चाहिँ फ्रन्ट भ्यू लिन्छौँ र अर्को साइडलाई चाहिँ साइड भ्यू लिन्छौँ र माथिबाट चाहिँ टप भ्यू लिन्छौँ। यदि भइसकेपछि हामीले यसमा चाहिँ थर्ड एङ्गल प्रोजेक्सन मेथडबाट गर्छौँ। थर्ड एङ्गल प्रोजेक्सन मेथड भनेको राइट साइडतिरबाट फ्रन्ट भ्यू हेऱ्यो भने राइट साइडको तल चाहिँ हामीले फ्रन्ट भ्यू बनाउने र त्यसको माथि चाहिँ टप भ्यू बनाउने, फ्रन्ट भ्यूको साइडमा चाहिँ साइड भ्यू बनाउने। लेफ्ट साइडमा साइड भ्यू छ भने लेफ्ट साइडतिर चाहिँ साइड भ्यू बनाउने। यसै गरी फर्स्ट एङ्गलबाट यदि गर्यो भनेपछि चाहिँ ठ्याक्क यसको अपोजिट हुन्छ। फर्स्ट एङ्गलबाट यता फ्रन्ट भ्यू, माथि टप भ्यू र यता चाहिँ साइड भ्यू हुन्छ। हामी चाहिँ अहिले थर्ड एङ्गल प्रोजेक्सन मेथडबाट गर्न गइरहेका छौँ। ल हामीले स्टेप बाई स्टेप चाहिँ यसको सोलुसन गर्नेछौँ। जस्तै हामीले अब अहिले दुईवटा रिफरेन्स लाइन तानिसकेका छौँ भने यसलाई हामीले 1 cm दायाँ, 1 cm बायाँ र 1 cm माथि र 1 cm तल लगेर चाहिँ एउटा रिफरेन्स लाइन तान्नेछौँ। हेर्न सक्नुहुन्छ हामीले रिफरेन्स लाइन तानिसकेका छौँ भने अब हामी फ्रन्ट भ्यूमा देखिने कुराहरू के छ त भनेर हेर्नेछौँ। जस्तै हामीले यताबाट फ्रन्ट भ्यू मान्यो भने यो पार्ट चाहिँ फ्रन्ट भ्यूमा देखिन्छ र यो पार्ट चाहिँ फ्रन्ट भ्यूमा देखिन्छ। अनि यो माथि प्रोजेक्ट भएको यो पार्ट फ्रन्ट भ्यूमा देखिन्छ। अनि यो सर्कल र सेमी सर्कल पनि फ्रन्ट भ्यूमा देखिन्छ। र टप भ्यूमा के देखिन्छ त भन्दा यो टप भ्यूमा देखिन्छ, यो टप भ्यूमा देखिन्छ, यो टप भ्यूमा देखिन्छ। र साइड भ्यूमा हेर्दाखेरि यो साइड भ्यूमा, यो साइड भ्यूमा, यो साइड भ्यूमा र यो भाग पनि साइड भ्यूमा देखिन्छ। हामीले अब फ्रन्ट भ्यू फर्स्टमा बनाउने छौँ भने फ्रन्ट भ्यूको लागि एउटा बक्स बनाउने छौँ जसको भित्र चाहिँ फ्रन्ट भ्यू सबै अट्ने छ। फ्रन्ट भ्यूमा के देखिन्छ त भन्दा एउटा लेन्थ देखिन्छ र अर्को हाइट देखिन्छ। हाम्रो लेन्थ कति छ 70 र हाइट कति छ यता 30 छ र यता चाहिँ 60 छ। भनेपछि हामीले म्याक्सिमम हाइट चाहिँ लिन्छौँ। 60/70 को चाहिँ हामीले एउटा बक्स बनाउँछौँ। जस्तै यो पोइन्ट कर्नरदेखि 60 चाहिँ तल हामी मार्क गर्छौँ भने अनि यतापट्टि चाहिँ 70 चाहिँ मार्क गर्छौँ र एउटा हामी बक्स बनाउँछौँ। हाम्रो यो बक्सभित्र चाहिँ हाम्रो फ्रन्ट भ्यू चाहिँ सम्पूर्ण यो भित्र चाहिँ अट्छ। यदि गरिसकेपछि हामीले अब हामी फ्रन्ट भ्यू बनाउनतर्फ लाग्नेछौँ भने हाम्रो ल यो कर्नरबाट हामीले स्टार्ट गर्नेछौँ। यो कर्नरबाट स्टार्ट गर्छौँ भने 70 यता जान्छौँ। हामी यो कर्नरबाट 70 चाहिँ यता ब्ल्याक लाइनले तान्नेछौँ भने त्यसपछि हामी यो कर्नरबाट माथि 30 जान्छौँ। यो कर्नरबाट हामी 30 गइसकेपछि हामी योबाट यता चाहिँ हाम्रो 35 छ। 70 भनेपछि यता 35 दिएको छ र बाँकी चाहिँ 35 भयो। हामीले टी स्केलको युज गरेर चाहिँ हामी गर्नेछौँ भने अहिले चाहिँ मैले नर्मल्ली गरिरहेको छु। यो चाहिँ 35 भयो। 35 भइसकेपछि हामी फेरि योबाट तल 10 गएर यता 35 जानेछौँ। र यो पोइन्ट र यो पोइन्टलाई चाहिँ जोइन गर्नेछौँ।
हाम्रो यो भाग चाहिँ देखेको छ भने यसपछि हामीले यतापट्टिको यो फ्रन्ट भ्यूको लागि यो भाग चाहिँ हेर्नेछौँ। हाम्रो कति छ भने टोटल 60 र यसको हाइट चाहिँ 20 छ भने योदेखि माथि चाहिँ 40, योदेखि माथि पनि 40 र हाम्रो रेडियस 10 भएको सेमी सर्कल र सर्कल चाहिँ हामी हेर्नेछौँ। अब यताबाट माथि कति त भन्दा योबाट त माथि 10, यसको डायमिटर 20 र बाँकी 10, माथि 10 जान्छौँ, माथिबाट तल 10 जान्छौँ। यो चाहिँ हाम्रो सेमी सर्कल लागि ठाउँ बच्यो। यो चाहिँ हाम्रो टोटल 70 जान्छौँ किनभने यो पोइन्टदेखि यो पोइन्टसम्म 70 र तल 10, 20 खाली राखेर फेरि 10। हाम्रो 20 खाली फेरि 10 भने हाम्रो ओभरल्याप। यदि हाम्रो अब ओभरल्याप भयो भने चाहिँ यहाँ चाहिँ हाम्रो हिडन लाइन देखिन्थ्यो भने ठिक्क हाम्रो चाहिँ अहिले चाहिँ यो ग्याप चाहिँ 20 बचेकोले हिडन लाइन चाहिँ योमा चाहिँ हुने भएन र हामी एउटा सेन्टर लाइन तान्छौँ। सेन्टर लाइन तानिसकेपछि हामीले यो सर्कल बनाउनु बाँकी छ। सर्कल भनेको हाम्रो रेडियस 15 कतिमा छ भन्दा योदेखि माथिसम्म चाहिँ 40 छ। 40 छ भने यो सेन्टरदेखि चाहिँ हामीले 20 तल आएर एउटा अर्को सेन्टर लाइन तान्छौँ। यति भइसकेपछि अब हामीले यो पोइन्टदेखि 15 रेडियस भएको एउटा सर्कल बनाउँछौँ। यो सर्कल चाहिँ कम्पासले बनाउनु होला। म चाहिँ अहिले हातले बनाउन ट्राई गरिरहेको छु किनभने मसँग अहिले कम्पास नभएकोले। र यति भाग चाहिँ हाम्रो हिडन हुन्छ र यतापट्टि चाहिँ सेमी सर्कल, यतापट्टि पनि सेमी सर्कल। हाम्रो फ्रन्ट भ्यू रेडी भइसकेको छ भने हामी यो सबै पोइन्ट र लाइनलाई चाहिँ माथि र यतापट्टि चाहिँ प्रोजेक्सन गर्न गइरहेका छौँ। प्रोजेक्सन गरिसकेपछि चाहिँ हामी अब टप भ्यूमा चाहिँ के देखिन्छ भन्दा लेन्थ र यो ब्रेथ। लेन्थ हाम्रो 70 आएकै छ भने अब हामी 50 ब्रेथ माथि गएर चाहिँ एउटा लाइन तान्छौँ। अब हाम्रो फिगर चाहिँ यहाँसम्म चाहिँ पुग्ने भयो। अब हामी टप भ्यू स्टार्ट गरौँ भने यो कर्नरदेखि स्टार्ट गर्छौँ। यो कर्नरदेखि 35 र यो एउटै ठाउँमा देखिने भएकोले योदेखि यता 35 हामीले यो 35 + 35 यहाँ पुग्यो भने अब हामी यो कर्नरदेखि यता 10 र बाँकी यता पनि 10 र बाँकी 30 सबै जानुपर्ने हुन्छ भने हामी 50 माथि जान्छौँ र यतादेखि यहाँसम्म 70 जान्छौँ फेरि र यो 50 फेरि आउँछौँ।
अब हाम्रो यो चाहिँ टप भ्यूको यो बक्स चाहिँ बनाउनु पऱ्यो। यसको विथ 10 र हाम्रो 35 छ भनेपछि हाम्रो 35 यता सेन्टरसम्म र माथि चाहिँ 10। हाम्रो यो पार्ट बनिसकेको छ भने अब हामीले माथिबाट यो पार्ट हेर्नेछौँ। यो पनि माथिबाट 10। र हामीलाई चाहिँ अब यो सर्कल र यो सेमी सर्कल चाहिँ हिडन देखिन्छ। हिडन के देखिन्छ त भन्दा हिडन चाहिँ यो कर्नरको लाइन र यो कर्नरको लाइन र यो कर्नरको लाइन र यो कर्नरमा लाइन कति भन्दाखेरि यसको रेडियस 10 छ र यसको सेन्टरदेखि 15 यता 15 उता यसको पनि 10 र हामीले यो तलबाट गएकोवालामा चाहिँ यो तलबाट हाम्रो 10 वालै छ। त्यसैले हामी यहाँ चाहिँ हिडन देखाउँछौँ। यति चाहिँ हाम्रो चाहिँ हिडन लाइनले देखाउनु पर्ने हुन्छ। यति गरिसकेपछि हामीले यो सबै लाइनलाई एउटा 45 डिग्रीको लाइन तान्नेछौँ भने त्यसमा टच गराएर तल झार्नेछौँ। हामीले 45 डिग्रीको एङ्गल भएको लाइनमा सबैलाई कनेक्ट गरेर तल झारिसकेका छौँ भने अब हाम्रो साइड भ्यू कस्तो देखिन्छ भन्दा यो याल टाइपको र यो बक्स भनेपछि हाम्रो 50 बाई अनि 20 माथि गरी चाहिँ एउटा हामी बनाउँछौँ भने हाम्रो यो डाइमेन्सन चाहिँ माथिबाट आइसकेको हुन्छ। 50 यो र माथि 20 यता चाहिँ अलिलाई 40 छ किनभने योदेखि यहाँसम्म चाहिँ 40 हो। योबाट माथि 10 यो 10 भने यो चाहिँ यो साइडबाट माथि 30 र यहाँ चाहिँ यो भन्छ र यसको रेडियस चाहिँ हाम्रो 10 भएकोले डायमिटर 20सम्म चाहिँ अर्को यो चाहिँ रेक्टेङ्गल नै देखिने भयो। किनभने यताबाट हेर्दा हाम्रो यो चाहिँ यतापट्टिको डेप्थ चाहिँ नदेखिने भएकोले रेक्टेङ्गल चाहिँ देखिने भयो। कतिको भन्दा 20 को। यो भयो भने यो माथिको पार्ट चाहिँ फेरि 10 र हाम्रो यो बक्स चाहिँ बाँकी छ भने यसको 10 ब्रेथ र हाइट पनि 10 र यसपछि चाहिँ हाम्रो यो साइड भ्यूबाट चाहिँ यसको रेडियस चाहिँ 15 भएकोले यो चाहिँ हिडन देखिन्छ। यो चाहिँ देखिँदैन किनभने यसको हिडन र यो लाइन चाहिँ सेम ठाउँमा पर्ने भएकोले लाइनै देखिन्छ भने यो चाहिँ यसको रेडियस चाहिँ ठुलो भएकोले यो चाहिँ हिडन देखिन्छ। अनि हिडन कता देखिन्छ भन्दा यो लाइन यो पोइन्टदेखि कता आउँछ हामीले यो पोइन्टदेखि कहाँ आएको छ लाइन र यो पोइन्टदेखि कहाँ आएको छ त्यो लाइनमा चाहिँ हिडन राख्छौँ। यति गर्दै हाम्रो फ्रन्ट भ्यू टप भ्यू र साइड भ्यू बनिसकेको छ। यस्तै भिडियो हेर्नको लागि च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।